अल राइट, वेलकम टु माई मिनी भ्लग। साथीहरूले भन्दै हुन्थ्यो कि मलाई मामा भ्लग आउनु पऱ्यो भनेर, त्यही भएर आज हल्का टाइम निकालेर बनाइदिएको नि टक्क लाएर होइन। आज फाइनली मोमो बनिँदैछ है, त्यही भएर हल्का भिडियो बनाइदिउँ भनेर बनाएको हो। सो प्याज कटिङ हुँदैछ, हेर्दै जानुहोस् है। टक्क काटि नि सकियो। धनियाँको पाला यो, धनियाँ केलाइँदैछ है। हेर्दै गर्नु होला, भिडियो पुरा हेरिदिनु होला, माया गरिदिनु होला है। सम्पूर्ण मेरा सब्सक्राइबरहरू, मेरो फलोवर्सहरू है। त्यही भएर मैले भिडियो बनाएको, थोरै भयो नि भिडियो बनाइदिउँ न भनेर। एकदम लामो समयदेखि मैले भिडियो अपलोड गरिरहेको थिइनँ। आज चाहिँ मैले यसो टाइम निकालेर भिडियो अपलोड गरेको छु है। त्यही भएर सबैले माया गरिदिनु होला, मेरो भिडियोलाई हेरिदिनु होला। कसैले सब्सक्राइब गर्नुभएको छैन, सब्सक्राइब नि गरिदिनु होला। सबैलाई माया छ है। कन्टिन्यू त दिनु सक्दिनँ, त्यही पनि हल्का टाइम निकालेर म यसो भिडियोहरू अपलोड गर्ने नै छु है। सो सब कटिङ भइसक्यो है। किमा नि रेडी भइसक्यो। अब मोलिँदैछ, मोल्नु पऱ्यो है। दामी। अब आउनुहोस् मोमो खानु है। मैदाको पालो आयो, त्यही हो। टक्क लगाएर मोमो बनाइन्छ है। यस्तो भिडियोहरू नै अपलोड गर्नु पर्यो। केही नभएपछि बाहिर हिँड्नु पाइँदैन, त्यही भएर हल्का भए नि भिडियोहरू अपलोड हानिदिनु पर्यो। कति साथीहरूले भन्छ कि मामा भ्लग किन आजभोलि आउँदैन, मामा भ्लग आउँछ, तर यहाँ बाहिर हिँड्नै पाइरहेको छुइनँ। त्यही भएर भिडियोहरू अपलोड गर्नु पाइरहेको छुइनँ। त्यही भएर हो मामा भ्लग अलिक सिलाएको। अब फेरि फर्ममा आउँदैछ मामा भ्लग है। त्यही भएर अब बनाउनु सुरु गरियो है। मोमो टक्क लगाएर त्यतिन्जेलमा मेरो कान्छो भाइ आयो। कान्छो भाइले नि हाई गरिदिइहाल्यो है। एकदम माया छ सबले। यस्तो मोमो बनाउनु परेछ है। फाइनली मोमो नि बनाइसक्यो। मोमो बनाइसकेको उपलक्ष्यमा भान्जाले